दर्शक बहिनी नमस्कार, स्वागत छ विनोद बस्याल ट्याग युट्युब च्यानलमा। आजको भिडियो केही विशेष हुनेवाला छ, तपाईहरुको लागि एकदम उपयोगी हुनेवाला छ। प्रत्येक युट्युबरलाई थाहा हुनै पर्छ यो युट्युब च्यानलको चाहिँ लोगो बनाउन, जहाँ चाहिँ आफ्नो नाम राख्ने र आफ्नो नाम राखिसकेपछि त्यहाँ चाहिँ आफ्नो फोटो राख्ने र फोटो राखिसकेपछि त्यहाँ चाहिँ सब्सक्राइब बेल आइकन प्रेस गरिदिनु, आफूले भन्न नपरोस् हैन। हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल, प्लिज सब्सक्राइब भन्न नपरोस्, जसले गर्दा त्यो हेरिसकेपछि तल त बज्छ नि, टिङ 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 गरी बज्छ नि, अब अलि बजिरहेको होला। यस्तै प्रोफेसनल तरिका लोगो बनाउनको लागि म तपाईलाई अन्तिमसम्म सहयोग गर्नेछु। यो प्रोफेसनल लोगो बनाउनु भन्दा अघि तपाईलाई एउटा कुरा भन्न चाहन्छु। र यो युट्युब च्यानल मैले खोलेको बल्ल 2 महिना भइसकेको छ र 2 महिनामा 59 सब्स्क्राइबर मैले कम्प्लिट गरिसकेको छु। 59 सब्स्क्राइबको लागि चाहिँ सम्पूर्ण साथी महानुभावहरू, दर्शक श्रोताहरू चाहिँ सम्पूर्णलाई चाहिँ मेरो तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। ओके, आजको भिडियो हरेक युट्युबरले जान्नै पर्ने यो लोगो चाहिँ इम्पोर्टेन्ट हो। मैले पनि बनाएको आजै हो र मैले पहिला सिकेँ र सिकेपछि अब हजुरलाई पनि सिकाउँछु भन्ने कुरा चाहिँ मनमा लाग्यो र अब सिकाउन म जाँदैछु। मैले चाहिँ मेरो मोबाइलको लक खोल्छु। लक खोलिसकेपछि चाहिँ मैले चाहिँ स्क्रिन रेकर्ड अन गरेँ है। स्क्रिन रेकर्ड अन गरिसकेपछि चाहिँ अब यहाँ सिम्पली तपाईले के गर्नुपर्छ भने, आज मैले बनाएको छु। तपाईले कुन एप्लिकेसन युज गर्नुहुन्छ, सायद कसैले किङ मास्टर, तपाईले कुन एप्लिकेसन युज गर्नुहुन्छ, कसैले किङ मास्टर युज गर्नुहुन्छ होला, कसैले क्यापकट युज गर्नुहुन्छ होला, कसैले भियान, कसैले के, तर मैले चाहिँ भियान युज गर्छु। त्यसकारण चाहिँ म भियान एप्लिकेसनमा जान्छु। भियान एप्लिकेसन अन भइसकेको छ। भियान एप्लिकेसन अन भइसकेपछि तपाईले त्यहाँ गर्नुपर्ने काम चाहिँ तपाईले चाहिँ न्यू प्रोजेक्टमा अचाट्नुस्, नत्र प्लस आइकनमा अचाटे पनि हुन्छ है। प्लस आइकनमा अचाटिसकेपछि चाहिँ मैले चाहिँ आज सिम्पली मैले आज नयाँ लोगो बनाएको छु। यहाँ स्क्रिनमा पनि हेर्न सक्नुहुन्छ है। तर मैले यो चाहिँ डिलिट गरिसकेको थिएँ, त्यसैले यहाँ नदेखाएको है। यसलाई मैले रिस्टोर गर्नु पर्यो। रिस्टोर गरिसकेपछि सिम्पली यस्तै बनाउनको लागि चाहिँ तपाईले चाहिँ आफ्नो भिएन ओपन गरिसकेपछि म भन्छु है। फर्स्टमा तपाईले, मैले यसबाट बनाएको थिएँ। सिम्पली युट्युबमा गएर तपाईले यस्तै डाउनलोड गर्नुपर्छ है। यस्तो डाउनलोड गरिसकेपछि जानुस् न्यू प्रोजेक्टमा। अघि हामी भर्खर त्यसलाई इम्पोर्ट, यसलाई गरौँ इम्पोर्ट है। यो हो, यसलाई चाहिँ डिलिट गरिदिउँ है। ल, सिम्पली सबैको उसमा यस्तो इन्टरफेस आउँछ। यस्तो आइसकेपछि अब तपाईको लोगो चाहिँ के हो, तपाईको युट्युबमा भएको भिडियो चाहिँ कुन छ, यति गरिसकेपछि चाहिँ अब तपाईले चाहिँ सिम्पली आफ्नो फोटो सेलेक्ट गर्नुहोस्। फोटो सेलेक्ट गरिसकेपछि जस्तै मेरो फोटो चाहिँ यो रहेको छ। अब यो रहिसकेको छ भने चाहिँ मैले यसलाई चाहिँ मैले म्याक्स गर्नु पर्यो। म्याक्स भनेको चाहिँ त्यो अब मैले त गोलो बनाउनु पर्यो नि हैन। त्यो गोलो बनाउनुपछि र त्यो गोलो बनाउनको लागि चाहिँ मैले रेडिकल भन्ने हुन्छ, त्यहाँ रेडिकलमा गएर ट्याग अचार्नुहोस्। रेडिकल अचार्दै गोलो हुन्छ। गोलो भइसकेपछि मैले यसलाई सिम्पली यसलाई लिएर मैले यहाँ राखिदिएँ है। यहाँ राखिदिएपछि यो यस्तो भयो हैन। यो भइसकेपछि अब तपाईको नाम राख्नुहोस्। नाम कसरी राख्ने भनेपछि ट्यागसम्म जानु। ट्यागसम्म गएर तपाईको नाम के हो, जस्तै मेरो चाहिँ विनोद बसेल, विनोद BSH बसेल TCS ट्याग। विनोद चाहिँ ट्याग गरेर मैले रेड कलर छानेको छु है केही सेनको लागि। यो चाहिँ हाम्रो यस्तो गरेर मैले गराएँ, यति मैले गराएँ। अब यो ब्ल्याकलाई यति कट गर्नुपर्छ, यसलाई पनि यति कट गर्ने। यस्तो भयो। यो भइसकेपछि अब चाहिँ सिम्पल्ली तपाईले चाहिँ यसलाई चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। यसलाई डाउनलोड गरिसकेपछि तपाईकोमा आउँछ र तपाईले फेरि यसलाई चाहिँ ओभरलेमा गएर चाहिँ तपाईले यो ग्रीन स्क्रिनलाई चाहिँ तपाईले हटाउनु पर्छ। सिम्पली मेरोमा डाउनलोड भएको छ यो। यसलाई चाहिँ मैले डाइरेक्ट उस गरेँ,
यसो गरेर मेरोमा आउँदैन। सो मैले चाहिँ यताबाट प्रोजेक्टबाटै लानुपर्छ। सो यो भइसक्यो भनेपछि अब मलाई एउटा नयाँ भिडियो एउटा 35 सेकेन्डको भिडियो मैले उस गरेँ है। ल यो भयो। अब मैले यो जहाँनिर सब्सक्राइब राख्नु पर्यो होइन, सब्सक्राइब राख्नु पर्यो भनेपछि अब मैले सिम्पल्ली अघि मैले डाउनलोड गरेको पनि थियो, यसलाई पनि अलि यतासम्म यहाँसम्म राखिदिनुहुन्छ। यहाँसम्म राखिदिएपछि ओभरले छ नि, ओभरले सरी मैले चाहिँ यसलाई उसमा अलि सानो गराउनु पर्दो रहेछ है। यसलाई चाहिँ यस्तो गरेर अलि यस्तो गरेर अब चाहिँ यसलाई चाहिँ क्रोमा भन्नेमा जानुस्। यहाँ क्रोमा भन्ने छ। क्रोमासँग यो यसलाई सेलेक्ट गरेर निरोलाई सेलेक्ट गरेर यसलाई चाहिँ यो फुल ओभरसिटी गरिदिनुस्। फुल ओभरसिटी गर्दैछु कि यसलाई चाहिँ यहाँ यस्तै राखिदिनु सक्नुहुन्छ। हेर्नुहोस् है, हेरौँ फाइनल्ली हाम्रो रिजल्ट हेरौँ। अब फाइनल्ली कस्तो रिजल्ट आयो हेरौँ है। देख्नु भएको छ? ओके, धन्यवाद। अन्तिमसम्म हेर्नुभएकोमा सम्पूर्ण श्रोताहरू दर्शकबिनहरूमा चाहिँ धन्यवाद ज्ञापन गर्न चाहन्छु। र यस्तै भिडियोको लागि हाम्रो युट्युब च्यानल विनोद बस्याल ट्याग युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरेर जोडिन चाहिँ नबिर्सिनु होला। किनकि म तपाईँहरूको लागि चाहिँ दिन प्रतिदिन यस्तै भिडियो लिएर आउनेछु। र हामी पर्सिको भिडियोमा चाहिँ हामी मोटिभेसन क्वाइट्ससँग भेट्नेछौँ। क्वाइट्सहरू लिएर म तपाईँमा उपस्थित हुनेछु। अहिले चाहिँ बिदा हुन चाहन्छु। तपाईँको पल सुखम बितोस्, शुभ दिन शुभ रहोस्। हस्त नमस्कार। अनि एक सब्सक्राइब गर्न नबिर्सिनु होला। ओके।